हेलो हाम्रो भिडियोमा स्वागत छ हजुरहरुलाई। हामी चाहिँ आज अलि ढिलो भयो। आज चाहिँ हामी चाउमिन खाँदै गरेको अवस्था। पातलो र हामी मोटुको फेरि पातलो पातलो भन्दै यस्तो खुवाएर खुवाएर मलाई मोटो पारिसक्यो। सबले आफै मात्रै खायो भन्छन् के अरे। ल सुरु गरौँ ल। डल्ले पनि नाम खोज्नु आज चाहिँ चाउमिन खाइदिएको हामीले। भोलि सी फुड बनाएर खाने। के गर्ने दुधहरूको टुप्पीमा गएर खानु भ्याइएन। कस्तो बिल्ला हुन्छ मेरो। अघि भाइसँग कुरा गरेको दुधहरूको टुप्पोमा गएर चिया खाने मान्छे पो त। भाइले फेरि मेरो पोल फुसुक्कै खोलिदियो कि कहाँबाट न्यू काम भइरहेको थियो यता फेरि भन्नु छोड्दैन। एकचोटि पाएपछि चोइटा पाएपछि के अरे एउटा झ्याङ बनाइदिन्छ। आज मोमो खाने चाहिँ सोख थियो पसले। त्यतिकै मैले हाम्सा नाम राखे त होइन। हातले चाहिँ पाउनुपर्छ कि गाई यस्तो अनि 2 गममै खाइदिन्छ अनि नाम त हाम्सा बसिहाल्छ। चम्चाले भएर त्यति खाएर त्यहाँ गफ नहाल्नु सोल्टी रे।